हेलो गाइज, के छ हालखबर? सब ठिकै सन्चै आरामै हुनुहुन्छ होला होइन गाइज? अब चाहिँ नि म चाहिँ नि के भन्न चाहन्छु भने दुःख दुःख कस्तो हुन्छ र सुख कस्तो हुन्छ होइन। मान्छेहरूले सुख मात्रै खोजिरहेको हुन्छ। सुख कस्तो हुन्छ? सुख भन्ने चिज के हो कस्तो हो मलाई पनि थाहा छैन। दुःख चाहिँ नि मान्छेको जीवनमा उतार चढाव आइरहेको हुन्छ। त्यो उतार चढावलाई आफूले कसरी मेन्टेन गर्ने, कसरी त्यसलाई सुधारेर लिएर जाने भन्ने कुरा हो। तर त्यसरी त्यो दुःख पाए भन्दैमा सुख खोजेर हिँड्ने होइन, कामै नगर्ने, के अरे सुख मात्रै खोज्ने। सुख भन्ने चिज कस्तो हुन्छ होइन। मान्छेहरूको जिन्दगीमा सबै थोक आउँछ, तर म भन्दा नि अझै हामी भन्दा नि अझै कस्तो कस्तो मान्छेहरू मैले देखेको छु होइन। कसैको सानैदेखि अब त्यो भनौँ न बिहान खाए बेलुका नहुने त्यस्तो पनि मान्छेहरू छन्। तर दुःख भन्ने चिज त यार मान्छेको जिन्दगीमा जहिले पनि आइरहेको हुन्छ त। सुख पनि आउँछ दुःख पनि आउँछ, तर त्यसलाई आफूले कसरी मेन्टेन गर्ने, कसरी चलाउने, कसरी चल्ने भन्ने कुरामा फरक पर्छ। तर मेरो बुवा मम्मीले पनि कहिले पनि त्यो के अरे भन्नु भएन कि सुख कस्तो हुन्छ भनेर होइन। तर तपाईँहरूबाट म सुन्न चाहन्छु, तपाईँहरूले भन्नुहोस् कि सुख भन्ने चिज कस्तो हुन्छ, कसरी खोजिन्छ, कसरी सुख पाइन्छ। तर मलाई मेरो लाइफमा चाहिँ मेरो सोचाइबाट चाहिँ नि कस्तो लाग्छ भन्दाखेरि दुःख भन्ने चिज मान्छेको जिन्दगीमा मान्छे भइसकेर जन्मिसकेपछि मान्छेको जिन्दगीमा उतार चढाव चाहिँ नि आइरहेको हुन्छ। त्यो उतार चढावलाई आफूले कसरी मेन्टेन गर्नुपर्छ, कसरी चलाउनुपर्छ, कसरी अगाडि बढ्ने हो त्यो आफूले सिक्नुपर्छ होइन। आफूले चाहिँ बुझ्ने कुरा हो। दुःख पायो भन्नेमा दुःख पनि के अरे आत्तिनु हुँदैन, सुख पायो भनेर पनि मात्तिनु हुँदैन भन्छन् बुढापाकाहरूले होइन। त्यो कुरालाई पनि आफूले सक्षम भएर कसरी हुन्छ त्यसलाई चाहिँ नि राम्रो रियलाइज गरेर राम्रोसँग चल्दा राम्रो हुन्छ भन्ने मेरो सोचाइ है। दुःख कस्तो हुन्छ, काम जसले पनि गरेरै खाने हो। जति नै धनी देख्नु भएको छ तिनीहरूको झन् अझै दुःख हुन्छ, पीडा हुन्छ, निन्द्रा लाग्दैन तिनीहरूलाई धन सम्पत्ति धेरै भएर। मान्छेहरूले सुख खोज्छन्। सुख भन्ने चिज कस्तो हो, के हो होइन। मैले त त्यही भन्छु क्या, मान्छेको जिन्दगीमा जहिले पनि सुख भन्ने चिज कस्तो हुँदो रहेछ भन्ने म सोध्छु कि सुख कस्तो हुन्छ, मान्छेहरूले कसरी सुख भनेर त्यो सुख म फल्नाकोमा दुःख पाएँ भनेर फेरि अर्को बुढा पनि लिइरहेको हुन्छन्। त्यो देखिरहेको हुन्छु। यो बुढीसँग दुःख पाएँ भनेर अर्को बुढी लिइरहेको हुन्छन्। त्यस्तो होइन कि मान्छे उतार चढाव आइरहेको हुन्छ। त्यो उतार चढावमा कसरी हुन्छ बुढाबुढीले बरु साथ दिनुपर्छ क्या, बुढोलाई साथ दिएर ल बुढो गर्नुहोस् बुढा, म तपाईँको साथमा ठडिरहेको छु भनेर एउटा हौसला दिने काम गर्नुपर्छ। बुढीलाई पनि ल गर बुढी, म छु तिम्रो पछाडि, म ठडिरहेको छु होइन, मैले साथ सपोर्ट दिन्छु, तिमीलाई जे गर्नुपर्छ म गर्छु भन्ने एउटा उतार चढाव त्यो दिइराख्नुपर्छ होइन। तर मान्छेहरूले सुख मात्रै खोज्छन्। सुख त्यही त म अझैसम्म बुझेको छैन कि यो सुख भन्ने चिज कस्तो हुन्छ, कसरी हुन्छ होइन। म कस्तो देखेँ, कस्तो कुराहरू देखेँ होइन, कस्तो मान्छेहरू देखेँ। दुःख त्यो बिहान खायो बेलुका हुँदैन त्यस्तो मान्छेहरू पनि देखिरहेको छु। हामी त के छ, हामीलाई त खायो हल्लियो हिँड्यो काममा गयो आयो होइन। हाम्रो त एकदम राम्रो जस्तो लाग्छ मलाई त है। तर त्यही हो, आत्तिन हुँदैन। हरेक कुरामा आफूले आत्मबल बढाएर कुरा गर्नुपर्छ, मान्छेहरूसँग हिँड्नुपर्छ, घुलमिल हुनुपर्छ होइन। सबै कुराहरू मेन्टेन आफैले गर्नुपर्छ है गाइज। हस् त, धन्यवाद। कमेन्टमा लेख्नु होला के गुनासो।